हेलो साथीहरू, यहाँ चाहिँ म खरबुजा काट्दैछु कि कस्तो छ हेरौँ न। हिजो डेलीले ल्याउनु भएको रहेछ होइन, हिजो शुक्रबार बजार हो नि त। अनि लिएर आउनुभएको रहेछ 3टा खरबुजा, अनि यहाँ 2टा चाहिँ काट्दैछु। वाउ, राम्रो परेको रहेछ। यो चाहिँ रातो भएको रहेछ। अब यसलाई चाहिँ टक्कै काट्ने अनि खाने। अर्को हेर्ने साथी रातो छ कि छैन। कुनै कुनै खरबुजा चाहिँ एउटा मिठो हुँदैन, कुनै चाहिँ फेरि सानो भएको पनि कति मिठो हुन्छ क्या। यो अर्को जस्तो यो चाहिँ राम्रो हुँदैन रहेछ क्या, अलिक रातो थिएन। फाइनली साथीहरू मैले काटिसकेँ अनि सबैजनालाई दिएँ लगेर। अनि त्यसपछि मैले पनि चाखेँ। मिठो थियो खरबुजा चाहिँ। गर्मीमा खानु राम्रो पनि हो नि त खरबुजा। गर्मीको दबाई पनि भन्छन्। अझ यो दानासँगै खानु अरे, तर मलाई दाना चाहिँ मन पर्दैन। थ्याङ्क यू एभ्री वान। सबैजनाले माया गरिदिनु होला है भिडियोलाई।